देशमा आज दिनभरिका मुख्य समाचार अन्तर्गत सत्तारूढ दाल र नेकपा माओवादी केन्द्रबीच भिजिट भिसा सम्बन्धी 2 बुँदे सहमति भएको छ। यसैबीच विपक्षी दलको नाराबाजीका बीच पनि सदनको कार्यवाही अगाडि बढेको छ। विभिन्न आरोप लागेका दुर्गा प्रसाई सहित 7 जनालाई भने दिल्ली बजार कारागार चलान गरिएको छ। साथै युएईमा घरेलु कामदार पठाउने सम्भाव्यता अध्ययन गर्न 3वटा संसदीय उपसमिति गठन गरिएको जानकारी प्राप्त भएको छ। अर्को एक दुखद समाचारमा काठमाडौँबाट चितवन जाँदै गरेको एक माइक्रो नागढुङ्गा सडक खण्डमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा परि घाइते भएकाहरूको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले घाइतेहरूको अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। पछिल्ला केही घटनाक्रमले नेपालको प्रेस तथा पत्रकारिता क्षेत्रमा गम्भीर चुनौती थपेका छन्। यी घटनाले सम्पादक तथा पत्रकारहरूको ध्यान खिचेको छ र नेपाल पत्रकार महासङ्घलाई यस विषयमा ध्यानाकर्षण गराइएको छ। वर्तमान अवस्थाले प्रेसको सुरक्षा र स्वतन्त्रतामाथि प्रश्नचिह्न खडा गरेको छ। विदेशमा रहेका नेपालीको अवस्थाबारे कुरा गर्दा इजरायलमा काम गरिरहेका नेपाली श्रमिकले त्यहाँको सुरक्षा अवस्था र मिसाइल आक्रमणको त्रासबारे आफ्नो पीडा पोखेका छन्। उनीहरूले मिसाइल प्रहार हुँदा मुटुको धड्कनै रोकिने जस्तो डरलाग्दो अनुभव सुनाएका छन्। युद्धको चपेटामा परेको इजरायलमा काम गर्दा सधैँ असुरक्षित महसुस हुने र रातभर बङ्करमा बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। यस्तो कठिन परिस्थितिमा मानसिक समस्या समेत भोग्नु परेको अनुभव उनीहरूले बाँडेका छन्। अब लागौं खेलकुदतिर। क्रिकेटको महत्त्वपूर्ण खबरमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउँदै पहिलो पटक आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। लर्ड्समा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले 5 विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो। यो जित दक्षिण अफ्रिकाका लागि 27 वर्षपछि कुनै पनि आइसिसी प्रतियोगिताको उपाधि हो। कप्तान एडिन मार्क्रमले शानदार 136 रन बनाउँदै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। अहिलेको लागि अपडेटेड नेपालीको प्रस्तुति यही समाप्त हुन्छ। तपाईहरूलाई समाचारहरू कस्तो लाग्यो? कृपया आफ्नो सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यदि तपाईँ हामीलाई युट्युबबाट